8.30 अङ्कले घट्यो नेप्से कारोबार रकममा सुधार। साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज अर्थात् नेप्से परिसूचक सामान्य अङ्कले घटेर बन्द भएको छ। लगातार 2 कारोबार दिन बढेर बजार शुक्रबार भने केही करेक्सन सहित ओह्रालो लागेको हो। यस दिन नेप्से परिसूचक 8.30 अङ्कले घटेर 2653.40 बिन्दुमा पुगेको छ। त्यस्तै गरी सेन्सिटिभ इन्डेक्स 2.65 अङ्कले र फ्लोट इन्डेक्स 0.64 अङ्क तथा सेन्सिटिभ फ्लोट इन्डेक्स 0.90 अङ्कले घटेको छ। परिसूचक घटे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा बढेको छ। बिहिबार 4 अर्ब 11 करोड रुपियाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार 345 वटा स्टकको 46,234 पटकको कारोबार मार्फत 85,84,000 किता सेयर किनबेच हुँदा कुल कारोबार रकम 4 अर्ब 41 करोड 23,40,000 रुपियाँ पुगेको छ। यस दिन सानी गाडा हाइड्रो स्नो रिभर्स तथा कालका हाइड्रो सेयर मूल्य सकारात्मक सपोर्ट लेभलमा कारोबार भएको छ। नेपाल फाइनेन्सको सेयर मूल्य करिब 15% वृद्धि भएको छ भने खानी खोला हाइड्रो पावरको सेयर मूल्य 11.5% भन्दा बढीले बढेको छ। यता अप्पर लोहर खोला हाइड्रो पावर कम्पनीको सेयर मूल्य अप्पर लोहर खोला हाइड्रो पावर कम्पनी सबैभन्दा धेरै 13.65%ले घटेको छ। कारोबार रकमका आधारमा 4% एग्रिकल्चर बन्ड शीर्ष स्थानमा रहँदै करिब 43 करोड रुपियाँ बराबरको कारोबार भएको छ। त्यसपछि 11% केबीएल डिभेन्चर 2089 को करिब 40 करोड रुपियाँ बराबरको कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कारोबार रकम पनि 17 करोड 50 लाख रुपियाँ भन्दा बढी पुगेको छ। उपसमूहतर्फ 13 मध्ये 5 उपसमूहका परिसूचक बढेका छन् भने 8 उपसमूह ओह्रालो लागेका छन्। वित्त उपसमूह सर्वाधिक 1.06%ले बढेको छ। विकास बैंक जलविद्युत लघु वित्त तथा व्यापार उपसमूहमा पनि सामान्य वृद्धि देखिएको छ। विपरीत बैंकिङ उपसमूहको परिसूचक सबैभन्दा धेरै 0.96%ले घटेको